नेपाल विकसित भएन, यसका मुख्य कारण के हुन सक्छन् भनेपछि? अब देश विकास नहुनुको मुख्य कारण भनेको भ्रष्टाचार अनि जनताबाट उठेको कर नेताको विलासितामा खर्च भयो अनि प्रमुख भनेको शिक्षा चाहिँ एउटा सर्टिफिकेट कमाउने साधन बन्यो। त्यस्तो गरेर देश अलि विकास भएन अनि त्यो जुन चाहिँ शिक्षाबाट पाउनुपर्ने सिप हो त्यो चाहिँ मानवमा चाहिँ पुगेन। जबसम्म नागरिक सचेत हुँदैनन् तबसम्म देश विकास हुने एउटा सपना मात्रै रहन्छ। र अर्को कुरा भनेको हाम्रा युवाहरूमा क्षमता छ, ऊर्जा छ, तरिकाहरू छन् उनीहरूसँग, तर उनीहरूले अवसर पाएका छैनन् हैन। त्यही भएर देश विकास गर्नुपर्ने हातहरू परदेशिएका छन् अनि राजनीति सेवा होइन कि सत्ता लोभको एउटा साधन बनेको छ। नेताहरू पार्टीको लागि काम गर्छन्, देशको लागि गर्दैनन्। इत्यादि कुराहरूले गर्दा नेपाल धेरै नै अविकसित भएको जस्तो मलाई लागेको छ।